नमस्ते नमस्कार जय नेपाल साथीहरु। आज चाहिँ म एउटा भिडियो बनाउन गइरहेको छु कि टिप्पर आतंक धेरै भएको छ। टिप्परले धेरै जग्गामा दुर्घटना भइरहेको छ भने एउटा बारा जिल्लामा भएको छ अनि दुईटा चाहिँ गौरादेखि समनपुर जाने बाटोमा भएको छ। दुई तीनटा मान्छेलाई मृत्यु भएको छ, त्यो दुर्घटना स्थलमै मृत्यु भएको छ। यो किन भइरहेको छ? यो चाहिँ टिप्पर आतंकले गरेको दुर्घटना हो। यो टिप्परलाई केही न केही व्यवस्था गराइदिनु पर्छ। यो चाहिँ माननीय ज्यू मेयर ज्यूलाई म अनुरोध गर्दैछु कि यसको चाहिँ केही न केही उपाय गराइदिनु होला, नत्र धेरै प्रतिदिन दुर्घटना भइरहेको छ। आज भर्खरै समनपुर जाने बाटोमा ट्र्याक्टरले दुर्घटना भएको छ। किन यस्तो भइरहेको छ? अनि यो चाहिँ 10-15 दिनमा 3-4 वटा दुर्घटना भएको छ भने 3 वटा मृत्यु भएको छ अनि 3-4 वटा मान्छेहरू घाइते भएको छ। यो किन यस्तो भइरहेको छ यही बताउनको लागि, यसको चाहिँ समाधान गर्नको लागि म यो भिडियो बनाउँदैछु भने यो चाहिँ भिडियोलाई माननीय अनि मेयरलाई यो भिडियो हेरेर केही न केही उपाय गरिदिनु होला। साथीहरुसँग यो भिडियोलाई शेयर गर्नको लागि यही अनुरोध छ कि माननीय मेयरहरुको मोबाइलमा यो भिडियो जाओस् भनेर लाइक अनि शेयर गरिदिनु होला। किनकि दुर्घटना बित्तिकै त्यो दुर्घटना हुने मान्छेलाई अनि मृत्यु भएको मान्छेको घर फ्यामिलीबाट धेरै दुःखद खबर हुन्छ। 3 वटा मान्छे 3 वटा फ्यामिलीलाई धेरै दुःख भएको छ, किनकि यो टिप्पर आतंकले गरेको काम रहेको छ। यो कामलाई धेरैभन्दा धेरै चासो गरेर सुधार गरेर यसलाई रोक्नुपर्छ अनि यसलाई केही न केही व्यवस्था गर्नुपर्छ। मैले सोचेको अवस्थामा म बताउन गइरहेको छु कि यो टिप्पर चलिरहेको छ भने त्यसलाई रातमा चलाउनका लागि अनुरोध गर्दैछु अनि मेयर ज्यूलाई माननीय ज्यूलाई यो व्यवस्था लगाउनका लागि म अनुरोध गर्दैछु कि रातमा धेरै मान्छेहरू चलिरहेको छैन तैपनि दिनमा हेर्नु कति दुर्घटना भइरहेको छ। बारा जिल्लामा चाहिँ टिप्परले दुर्घटनाको बित्तिकै टिप्परलाई जलाएको छ, मान्छेहरू त्यति खिचिरहेको छ मान्छेहरू प्रति। अनि त्यो किन खिचिरहेको छ कि 10-15 दिनमा 3 वटा मान्छेलाई दुर्घटना भएको छ अनि दुर्घटना स्थलमै मृत्यु भएको छ। 2-3 दिन पछि त्यो गोर्रामा चिनी मिलको नजिक बाटोमा मृत्यु भएको छ भने 10-12 दिन पछि त्यो के भन्छ आन्दोलन भएको थियो। त्यो गौरादेखि समनपुर जाने बाटोमा सुनरपुर गाउँको नजिक सुनरपुर चौकमा दुर्घटना भएको थियो। एउटा चाहिँ बारा जिल्लामा दुर्घटना भएको छ अनि आज चाहिँ फेरि गौरादेखि समनपुर जाने बाटोमा ट्र्याक्टरले एउटा बुढो मान्छेलाई के भन्छ ठोकर मारेर घाइते गरेको छ। यसलाई समाधान गर्नको लागि नै यो म भिडियो बनाउँदैछु भने यो भिडियोलाई ध्यान राखेर मेयर अनि माननीय ज्यूलाई अनुरोध गर्दैछु कि यो भिडियोलाई देखेर कुनै न कुनै समाधान गरिदिनु होला। अनि साथीहरुसँग यही निवेदन छ कि यो भिडियोलाई जति भन्दा जति धेरै शेयर गरिदिनु होला कि यसमा